खासमा कुरा के हो भने दिदी घन्टीमा एकदम पावर छ कि एकदम जानेर लिएको कि घन्टी चिन्ह कि होइन राजसपाले होइन एकदम गुड हो कि भ्रष्टाचारीहरूले जे गर्दा पनि अब होइन पूजाआजा गर्नु सुरुमा घन्टी बजाउनुपर्छ तर्सिन्छ कि दिदीले भनेको कुरा सही छ दिदीको भिडियो सुन्नु त शुद्ध एउटा कुरा सोचेको कि यो घन्टी चिन्ह रवि लामिछानेले आफै रोज सबैले खोल्टीमा हालेर निलेछन् ढोकै। अहिले पहिला त मन्दिरमा घरमा हुन्थ्यो घन्टी, अहिले त गेटमा ढोकामा जताततै मान्छे घन्टी राखेछन्। अस्ति बिचरा महेश बस्नेतले मन्दिर गएर पूजा गर्दै थियो, बुढी जहिले पछाडि घन्टी तानाले बजाएको रिसाउँदै थियो घन्टी नबजा। यामा यो चिन्ह कसरी जानेर लिएको चिन्ह हो कि अरूले दिएका हुन् कि तँलाई घन्टी चिन्ह ठिक हुन्छ भनेर। अरू सबैको आकाशमाथि छ चिन्ह, एउटा काङ्ग्रेसको अब जमिनमा भएको त्यो पनि बोकेर लिएर हिँड्न नमिल्ने, एउटा सानसानो हाँगा भयो नि लिएर हिँड्नु पऱ्यो कि काङ्ग्रेसले।